आँखामा चाहिँ मेरो पावर पुगेको छैन, अलिकति लाग्दैछ निक्न नपुगेको जस्तो, किनकि मैले भ्लग बनाउँदैछु। बाबा चाहिँ हुन्छ कि हुँदैनको म त भन्नुहुन्छ जहिले। अब अलिकति पैसा कमाएर ल्याउनु पर्ने छ, 10,000 भए पनि। पानी पर्ने सुरु गरिसक्यो साथी, अब चाहिँ छिटो छिटो जानुपर्छ ल। बाबाले दिनुहुँदैछ पैसा आयो। साथीहरू यहाँ चाहिँ खुवाई पियाई हुँदैछ होइन, कतिजनाले खाइसकेँ। मैले भन्ने ठाउँ सबै पो रहेछ त। हेलो डोचिन सबै डल्ले के यसलाई त ल 0.5 बढाउँछ। म चाहिँ यहाँ हुनुहुन्छ अनि बाजे यहाँ। अब हामीलाई टिका लगाइदिनु आउनु भएको छ। अब मेरो जोडी बच्चेको सबैजनालाई स्वागत छ हाम्रो अर्को ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै सन्चै छौँ। अनि आज चाहिँ दसैँ भएको कारणले सबैजनाले दसैँको ह्याप्पी दसैँ राम्ररी मनाउनु होला र हामी पनि मनाउने छौँ। हामी चाहिँ यहाँ टोप्रा बुनिरहेको छौँ त दसैँको लागि होइन। अनि म चाहिँ गङ्गा राई, ऊ चाहिँ जमुना, यहाँ चाहिँ मेरो बहिनी लक्ष्मी। हाई भनिदेऊ उता। हाई, मेरो नाम हो आइसा। अब के गर्नु, टोप्रा चाहिँ हामीले अस्ति पनि बुनेको थियौँ तर त्यो चाहिँ सकिगएको छ। अब चाहिँ फेरि थोरै बुन्न आँटेको छौँ। हामीले यति बुनिसकेको छौँ होइन। अब मेरो चाहिँ भित्र तरकारी पकाउने काम छ। अब जमुना टुक्रा पनि गर्छ ल साथीहरू। बाई। यो चाहिँ एकदमै ठुलो, यो चाहिँ ठुलो है सबैभन्दा ठुलो बुन्नु पर्यो। यो चाहिँ हाम्रो सगुन हो है, यति मान्छेहरूले खाने। यहाँदेखि यत्रो लाइन छ है, यत्रो लाइन छ, यत्रो। गङ्गा चाहिँ त्यहाँ बसिरहेको छ। हेलो नराम्री। अनि ए राम्री अनि यहाँ मेरो बाबा अनि बाजे हुनुहुन्छ। बाजेले चाहिँ टिका लगाउनुहुन्छ। अघि पनि दाइ त भन्नु होइन। अहिले मेरो मम्मीको पालो, हाम्रो पालो आयो साथीहरू। खोइ न त मलाई दिन्छ भाइ। अब मलाई चाहिँ डल्ले छ अनि हामी यहाँ गङ्गारामा उता सानी हुनुहुन्छ। धरानदेखि आउनुभएको टिका लगाउनु। उता सानी कता सानी सानी हो हो यसरी हो कि। अब क्यामेरा पक्रिनु अप्ठ्यारो गरी बसिरहेको छु साथीहरू। अहिले चाहिँ अलिक पर लग्नु बाबाले दिनुहुँदैछ पैसा आयो। साथीहरू यहाँ चाहिँ खुवाई पियाई हुँदैछ होइन। कतिजनाले खाइसक्यो, मैले पनि खाइसकेको छु। यहाँ बाँकी हुने मान्छेहरू मैले चाहिँ भिडियो बनाउनु बिर्सियो होइन। ल यहाँ चाहिँ गङ्गाले पकाएर छ।
चाहिँ जाँदैछौँ टिका लगाउनु मूल घर। यहाँ यता पनि घरै हो तर हाम्रो मेन घर भनेको उता हो नि त। हामी त यता भर्खर केही समयको लागि बसेको हो। अनि सो बाबा चाहिँ पछाडि हुनुहुन्छ। बाबा र म चाहिँ टिका लगाउन जाँदैछौँ। अनि मेरो दिदी चाहिँ घरमै छ, जाँदैन। गङ्गा चाहिँ म चाहिँ जमुना हो जाँदैछु। हामी यो जङ्गलतिर जाँदैछु। ए फानेको रहेछ यो बाटो फानेको रहेछ। अब मेरो ज्याकेट फोहोर हुँदैन। आज चाहिँ 17 गते हो साथीहरू होइन। 16 गते हिजो टिका लगायौँ मामालीमा गएर। अब मूल घर त अलिक टाढो छ नि त मामाली भन्दा। अनि मूल घरमा चाहिँ हामी जाँदैछौँ टिका लगाउनको लागि। अनि हिजोको भ्लग चाहिँ मैले हालेको छुइनँ कि त म हिजोकै भ्लगसँग यो भ्लग मिसाएर हाल्छु कि त फाल्टै हाल्छु। मैले एडिट गरेको छुइनँ होइन। सो अब बिस्तारै हाल्छु। भिडियो चाहिँ बनाउँदै जाँदैछु है। अनि बाबाले चाहिँ कोसेली बोकिराख्नु भएको छ, म त केही छैन। प्रोटेटदेखि भिडियो बनाएको भन्नाले सिनेमेटिकदेखि भिडियो बनाउँदैछु है साथीहरू। कस्तो राम्रो आउँछ जस्तो लाग्यो, त्यही भएर म चाहिँ प्रोटेटदेखि भिडियो बनाउँदैछु। एक्लै रङ्गी चङ्गी के पो भन्छ नि साथीहरू। हामी चाहिँ घङ्गरी भन्ने ठाउँमा आइसकेको छौँ। भन्नाले हाम्रो घर पनि घङ्गरी नै हो तर यो चाहिँ ठुलो घङ्गरी हो होइन। यो ठाउँहरू चाहिँ कस्तो राम्रो छ। एकछिन म ब्यागबाट बनाउँछु। मेरो बाबा अगाडि हिँड्दैछ। कस्तो राम्रो ठाउँ छ। म चाहिँ यहाँ छु, ब्यागबाट देख्न सक्नुहुन्छ। हिँड्दा खुट्टै दुइसक्यो। आधी घन्टा हुन आँट्यो हिँडेको हामी चाहिँ। हामी हिँडेको चाहिँ आधी घन्टा भइसक्यो अरे के। कति भयो बाबा? 20 मिनट जति भयो होला हामी हिँडेको। अब फेरि 20 मिनट जतिमा त मजाले पुगिन्छ। कस्तो राम्रो छ फैलो यतातिर त ठाउँहरू। पारी चाहिँ हाम्रो गाउँ है साथीहरू। यहाँभित्र यो डाँडा पर देखिरहेछ। यो डाँडा देखिरहेछ नि। यो मुनि चाहिँ एउटा नदी छ होइन, यहाँ चाहिँ देखिएको छैन। त्यो यो डाँडामा चाहिँ हाम्रो गाउँ छ। अलिक परतिर जानुपर्छ। त्यो मकै बाली छ क्या साथीहरू। ल म चाहिँ आँपको झ्याङभित्र छिरेँ साथीहरू। यहाँ चाहिँ घङ्गरीमा चाहिँ आँपको बोटहरू धेरै छ क्या, धेरै छ। म त त्यति हिँड्दिनँ नि त यो बाटो, अरू बाटोहरू पनि छ अनि त्यही भएर त्यति थाहा छैन कि मलाई। कस्तो दामी रुखहरू छ हौ वरिपरि आँपको बोटहरू साथीहरू। यहाँ पर चाहिँ मान्छेहरू काम गर्दैछ। दसैँको बेला पनि काम गर्दैछ। तल एउटा माझीतोल भन्ने ठाउँमा आएको छु होइन। यहाँ चाहिँ दोकानमा हामी बसिरहेको छौँ। बाबा चाहिँ यता हुनुहुन्छ। यहाँ चाहिँ हामी डिउहरू रक्सीहरू किनेर लानुहुने अरे, त्यही भएर चाहिँ म यहाँ पर्खिँदैछु। मेरो सिउँदो चाहिँ अलिक कस्तो भाङ्गो फुटे जस्तो छ। त्यसले यताबाट फुट्छ क्या मेरो सिउँदो। हामी चाहिँ दोकानदेखि पनि सामान किनेर लाग्यौँ। म चाहिँ फ्रुटी पनि खाइसकेको छु। अहिले चाहिँ फाल्ने ठाउँ खोज्दैछु किनकि यहाँ त सफा राख्दो रहेछ क्या। घङ्गरी भन्ने ठाउँ त सबै पो रहेछ त। आँखामा चाहिँ मेरो पावर पुगेको छैन। अलिकति लाग्दैछ निन्द्रा नपुगेको जस्तो। किनकि दसैँ आउनु भन 1 दिन कि 2 दिन अगाडिदेखि म राम्ररी सुत्नु पाएको छुइनँ क्या साथीहरू। 3 दिन भयो राम्ररी नसुतेको, ढिलो सुतेको। उस्तै दिउँसो त अलिअलि आरामहरू गरेर सुतिन्छ नि त। म त जहिले आराम दिउँसो अलिकति एकछिन यसै सुत्ने बानी थियो। तर 3 दिन भइसक्यो दिउँसो त एउटै सुतेको छुइनँ होइन। राति पनि त नि कति 2 बजे 1 बजे 12 बजेसम्म त अनिन्दो भइ नै रहेको छ अस्तिदेखि होइन। त्यही भएर चाहिँ गाह्रो भइरहेछ। अब नदी पनि भन्दा आइपुग्नु लागिसक्यो। दसैँ त यस्तै छ, सिम्पल साधारण रमाइलो होइन। तपाईँहरूको चाहिँ एकदम तपाईँहरूको त राम्रो नै भयो होला। साथीहरू फाइनल हामी चाहिँ पुलमा आइसकेको छौँ। हाम्रो बाबा चाहिँ सिरियसमा हाँस्नु नि, अलिकति बोल्नु, हाँस्नु। बोल्नु मैले भ्लग बनाउँदैछु। बाबा चाहिँ हुन्छ कि हुँदैनको मात्रै भन्नुहुन्छ जहिले। अब अलिकति पैसा कमाएर ल्याउनु पर्ने छ 10,000 भए पनि युट्युबदेखि।
त्यही भएर बनाउँदैछु बाबाले पत्याएकै छैन युट्युबमा पैसा कमिन्छ भनेर अब चाहिँ म तपाईँलाई नदी देखाउँछु है हामी पुलमा चढिसकेको छौँ अब तपाईँलाई म वाइड एङ्गलदेखि देखाउँछु ल पक्नुस् एकछिन तम्मर नदी हेर्नुको लागि साथीहरू यो चाहिँ तम्मर नदी है तम्मर नदी चाहिँ यस्तो छ तम्मर नदी पानी बढेको बेला त यो ढुङ्गाहरू सबै पुरिन्छ होला साथीहरू कस्तो डर लाग्छ जब यहाँ बिचमा पुगिन्छ नि अनि पो खतरा डर लाग्छ त यहाँ चाहिँ बाँच्दै बाँच्छ वरिपरि जङ्गलै जङ्गल 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 पानी पनि पर्न आँटिसक्छ तल हेर्नुहोस् साथीहरू र पानी पर्नु सुरु गरिसक्यो साथी अब चाहिँ छिटो छिटो जानुपर्छ ल तपाईँहरू चाहिँ होइन म चाहिँ जानुपर्छ अब ए पातहरू पनि राख्छ मान्छेहरूले पूजा गर्छ होइन तर्नु अगाडि यतातिर पनि बाइकहरू आउँछ मेरो भाइ चाहिँ अब आउँदै होला पछाडि होइन ल साथीहरू म चाहिँ घरमा आइसकेको छु ल अघिदेखि यिनीहरूले पर्खिँदैछ त यिनीहरू को हो अघिदेखि डुगुर्दैछ अस्ति आउने को हो तिमी हो नमस्ते यता चाहिँ राम यता चाहिँ लच्छु हामी जस्तै ट्विन्स यता चाहिँ दिदी बोजू खै बोजू भित्र हुनुहुन्छ यी भ्लग बाजे हेलो नमस्ते गरिदिनु नि भिडियो बनाएको भिडियो बनाउँदैछु क्या भिडियो हेलो नमस्ते गरिदिनु नि काकाहरूले पनि हेर्नुहुन्छ अन्तरे काकाहरू काइला कान्छा काकाहरूले हेर्नुहुन्छ हामीलाई हेर्नुहुन्छ क्या थुप्रोले भिडियो हेलो भनिदिनु नि यस्तो गरिदिनु हेलो हामीलाई हेर्छ के म चाहिँ यो के पो बाजे भन्नु नि मेरो बाजे मेरो नातिनी भन्नु नि मलाई सुन्दैन बाजेले अनि सुन्नु हुँदैन मजाले हेलो लोचिन मेरो नातिनी हो भिडियो बन्ने मङ्गटी भिडियो बनाएको क्या हाल्नुको लागि छैन अब बनिरहेको छ भर्राइसम्म बन्छ बोजूलाई पनि देखाउनु पर्ने काकीहरूलाई हामी घर 1 वर्ष बोजू पनि आइपुग्नु भयो नमस्ते बोजू बोजू नमस्ते दीपक आउँछ एकछिनमा कान्छी नि होइन ठुली त घरमै छ आउँदैन आमा टिका लगाउनु जान्छ अरे त्यो भोक्राङमा अनि ठुली एक्लै हुन्छ ए भन्नाले आमा एक्लै हुन्छ के घर रुङ्ने हुँदैन अनि त बोजूकोमा जानु पऱ्यो भिडियो बनाउनु टिका लाउनु भयो तपाईँ तर छैन नि तपाईँ त टिका लाउनु भएन होला माङ टिका वासिखार है माङ टिका को टिका लाउन आयो को सिरघाटे दिदीहरू लगाइसक्यो उनीहरूले लगाइसक्यो ल साथीहरू म चाहिँ यहाँ घरभित्र छु मैले चाहिँ टन्न खाना पनि खाइसकेँ होइन फोन चाहिँ चार्ज गर्नु राखेको थिएँ अनि भिडियो पनि बनाएन खाना खोर्सानी उसिने खोर्सानीसँग दसैँमा त खोर्सानी अनि मासु उसिनिन्छ नि त अन्त पिरो खोर्सानी थियो अनि मैले खाना पनि खाइसकेँ अनि यहाँ अलिअलि बढार्न आँटेको छु बोजूले पनि यहाँ उतै हेर्नु हुँदैछ बोलेको म त बेडी फाले छु है बेडी खतरा हाल्नुहुन्छ बोजू मम्मी दसैँको मुखेमा बेडी खानु साह्रै मन लागेको छ खाइरहेको छु खानुपर्छ खाएर मरिँदैन होइन भन्ने भनाइ मात्रै
नमर्नेहरू छिटो मरेको छ मरिन्छ भने मरौँ न के छ दाइलेको यही हो बोजू र मम्मीको जहिले मान्छे बेडी नखाने मान्छे छिटो मर्छ अरे क्या बेडी खाने भन्दा मम्मीले पनि त्यही हुनु भन्नुहुन्छ बोजू पनि मरिन्छ भने मरिन्छ काल आउँछ भन्छ यहाँ चाहिँ छ पक्रिदिने बहिनी ल अलिकति बढारेको देखाऊ अनि भयो अनि भरे टिका लाग्यो यसो भयो साथीहरू म चाहिँ रुद्र खोज्दैछु घरमा आएर होइन बेलुका बेलुका हुँदैछ अहिले अब घरमा फर्किन्छ कहिले फर्किन्छौँ यो 6 मुखे मात्र भेटाएँ यति बेच्नु त बिक्दैन र त्यत्तिकै रुद्रको बोट छ नि त अनि राम्रो भेटाउँछु कि भनेर टिप्नु खोजेको लास्टमा भेटाइनँ मैले को हाम्रो राम्री मान्छे यता बहिनी छ मलाई टिप्नु सघाउने मान्छे रुद्रको बोट चाहिँ यहाँ छ मच्छरले चिलो होला भेटिँदैन रहेछ यति धेरै रुद्रमा कति डल्ले क्या यसलाई त ल 0.5 फ्यान बढाओ क्या 0.5 फ्यान बढाओ क्या हो हो नबना त्यहाँ मच्छरले मेरो सब यहाँ फुकाइ फुका भनिन्छ अब त भयो होस् हारेमा हारे साथीहरू अब चाहिँ यो बोजूले चामल झिक्नु भएको छ अब म चाहिँ खाना बनाउनु पर्यो यहाँ भाइहरू पनि छ राम्रो छु साह्रै राम्रो छ अब बोजू भएर तयार हुन्छ ए अब त बेलुका भइसक्यो नि टिका कहिले भोलि बाबा र बाबा र बाजे भलिबल हेर्नु जानुभएको आउनु भएकै छैन गाउँ डुल्नु जानुभएको जो पनि छोरा मान्छे त्यस्तै हुन्छ नि बाहिर चाहिँ आउनु नजाने ल अब चामल यहीँ धोएर लानुपर्ने माथि ल हाम्रो बाजेले चाहिँ हामीलाई टिका लगाइदिनु आँट्नु भएको छ बोजू चाहिँ यता हुनुहुन्छ बोजू यता हेर्नु बोजू यहाँ हुनुहुन्छ अनि बाजे यहाँ अब हामीलाई टिका लगाइदिनु आँट्नु भएको छ ल साथीहरू अब चाहिँ बाजेले बाबालाई हालिदिनु हुँदैछ टिका बाबाले बाउले छोरीलाई बाउले छोरालाई टिका हाल्नु स्टार्ट भइसकेको छ है झुक्न बाउले छोरालाई टिका फलक्नु हुँदैछ फलक्नु हुँदैछ अब मेरो पालो बाजेले हालिदिनु हुँदैछ दीपक दादाले चाहिँ मेरो टर्न कहिले आउँछ यता चाहिँ माइली भन्नु पठाउँछ बाजे नै हो हाम्रो बाजे पर्छ होइन यहाँ माथिल्लो घरको बाजे हो लगाऊ 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 पैसा पनि माग पैसा बोजू पुग्नु चियो अब नि यसो हालिदिनु पर्यो ल यता जिउहरू गर्दैछौँ अब काकी खोइ जिउ गरौँ ल
उहाँ चाहिँ हाम्रो माइली काकी के हुँदैन ल फेरि बाजे जिउ गरौँ जिउ बाजे बोजू बोजू जिउ बाजे जिउ गरौँ न फोटो खिचेको गर्दैछु भिडियोहरू ओली छर्काउनुपर्छ ल म टिका हालिदिँदैछु है बहिनीहरूलाई अब मेरो जोडी लच्छेको नमस्ते गर नमस्ते के हो हेर्नुहुन्छ नि त पढाइदिनु मेरो तर्फबाट पनि यही प्लस गरिदिनु थप्नुहोस् बहिनीलाई यिनीहरूलाई चाहिँ बबस दिनु कसैले पैसा कमाए साथीहरू अब चाहिँ फेरि म यहाँदेखि घर गएको बुझालाई छोडेर काकी यता हुनुहुन्छ ल बस्नु त बुझ्यो बाई बाई राम्रोसँग जानु अब पछि आऊ कान्छु त्यो अफरमा राम्रो छु त भित्रै होला अब चाहिँ हामी बाबा अब भाइसँग जान्छु म बाइकमा होइन अनि बाबा चाहिँ खोइ के काम छ अरे कताबाट आउँछ अरे होइन के काम मिलाउँदै यता छ भाइ चाहिँ आउँछु त्यति बेला आउँछौँ ल उता चाहिँ मेरो काकी हो काइली काकी भ्लग बनाएको के यता हाई गरिदिनु नि भ्लग बनाएर ल गएको ल काकी